आज चाहिँ म फेरि अर्को मेकअपको भिडियो लिएर आएको छु र आज चाहिँ मेकअप मैले कसरी गर्छु भन्दाखेरि म देखाउने छु र अस्ति भन्दाखेरि मैले अलि थोरै इम्प्रुभ गरेको छु मैले त्यसपछि पनि 2-3 पल्ट गरेको छु अनि मलाई अलिअलि आएको छ र मलाई कतिसम्म आएको छ म भिडियो रेकर्ड गर्ने छु यो चाहिँ मलाई पछिसम्मको लागि सम्झना हुनेछ ल मैले अब स्किन केयर मैले सबै गरिसकेँ अब सुरु गर्छु पहिलो सुरु चाहिँ म प्राइमरबाट नै गर्छु ल पहिला सुरु गरौँ प्राइमर र प्राइमर पछि चाहिँ फाउन्डेसन लगाउनु पर्ला र फाउन्डेसनले पहिला म हातमा लिन्छु यो चाहिँ कभरेजको लागि अहिलेलाई यति नै लिएर अनि अहिले चाहिँ पछि थपौँ ब्रसले गर्दा पनि हुन्छ अलि निधारमा अलिक कम भयो यतातिर अलिकति यता यहाँनिर आफ्नो यो डार्क स्पटहरू कहाँ छ त्यहाँनिर लाउनु पर्छ उब्रेकोलाई पनि मैले यहाँनिर दलिएकोलाई नि त्यसपछि म गर्छु आई मेकअप गर्नलाई अनि त्यसपछि मात्रै म कन्सिलर लाउँछु किनभनेदेखि यो आइब्रो बनाएपछि त्यो लागेको अलिअलि के पनि हो अलिअलि हजुर चाहिँ यो कन्सिलरले छोप्नु पर्दो रहेछ अनि त्यो सजिलो भएको पछि मलाई त्यो गर्न मन लाग्यो आइब्रो मैले चाहिँ त्यस्तो डार्क नगरेको ठिक्क मात्रै गरेको कन्सिलर लाई थोरै बस्न दिनुपर्छ सेट हुन थोरै दिनुपर्छ त्यसमध्येमा म के गर्छु भने मैले आइब्रो यस्तो गरेको छु आइब्रो यस्तो अब यसलाई यो कन्सिलरले थोरै मिलाउँछु है त यहाँनिर थोरै फिलअप गर्नुपर्ने रहेछ हैन यहाँनिर थोरै फिलअप गर्नुपर्ने रहेछ यहाँनिर डार्क भएको रहेछ यसलाई म मिलाउँछु कन्टुर भन्दो रहेछ अब अरू त मलाई खासै आउँदैन यो पनि मैले बल्ल सिकेको कि अब यो कन्सिलर थोरै सेट भयो है यसलाई चाहिँ म ब्रसले नै लगाउँछु
अनुहारमा त के छ कसो छ है, सब ढाकिदिने मेरो हल्का हल्का थोरै थोरै दाग 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 थियो उही, अहिले त छैन, सब ढाकिदिने हो। क्यामेरा मेकअपको खेल बाफ्रे। चाहिँ यो मेरो आइला यो चाहिँ मिलेन, यो आई ब्रो मिलेको छैन, मैले यतिकै छोडिदिएँ। नेक्स्ट टाइम म अलिक राम्रो बनाउँछु। म चाहिँ धेरै लाउँदिनँ, थोरै थोरै लाउनु पर्ला। मजाले प्लेट हुने। सेटिङ स्प्रे गर्दा चाहिँ अलिक टाढाबाट गर्नु पर्दो रहेछ, अनि आँखामा नपस्ने। अस्ति चाहिँ मैले नजिकबाट यस्तो यस्तो गरेर आँखा पोलेको रहेछ। अहिले केही पनि हुँदैन, टाढाबाट चाहिँ गर्नु। अस्ति त मैले यो नजिक नजिक यस्तो 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 गरेर नि। ल आजको मेरो ओठको हेयर स्टाइल। हेयर स्टाइल कस्तो हुन्छ, कस्तो गरौँ त भने यस्तो गरेको छु। हेयर स्टाइल यस्तो छ, अनि मेकअप चाहिँ यस्तो छ। आफै तर्सिन्छु। कपाललाई चाहिँ पछाडि लगेर बानौँ कि जस्तो लागेको छ, र मैले मेकअप गरिसकेँ। आजको मेरो लुक्स यस्तो छ।